नमस्ते सबैजनालाई। हामी अहिले हस्पिटलमा छौँ, यही दाङमा। बाबु पनि यही हुनुहुन्छ। उहाँको चाहिँ ट्रिटमेन्ट भइसकेको छ। म चाहिँ थोरै जानकारी हाम्रो सरबाटै चाहन्छु है। उहाँ हुनुहुन्छ, उहाँको ठुलो बुवाले लिएर आउनुभएको थियो बिरामीलाई चाहिँ। र आँखाको त्यस्तो केही समस्या त छैन सर? उसको आँखाको समस्या अहिले त्यति साह्रो छैन। अब उसको भिजनहरू सबै ठिकै छ, त्यस्तो साह्रो समस्या छैन। त्यो बाहिर चाहिँ यो चोटको कारणले गर्दाखेरि त्यो सुन्निएर त्यसको ब्लड चाहिँ कलेक्ट भएर चाहिँ एकदम गाह्रो भएको थियो सुरुमा। अहिले त्यो चाहिँ कम हुँदै गएको छ। अब मेडिसिन पनि चलिरहेछ। त्यसले गर्दाखेरि अब त्यति साह्रो समस्या छैन, निको हुन्छ, केही टाइम लाग्छ। टाउकोमा केही असर त छैन? टाउकोमा छैन। त्यो सिटी स्क्यान पनि गरिसकेको भएर अब रिपोर्ट पनि ठिकै छ भन्ने कुरा आयो। एक्सरे अब त्यस्तो छैन। अब जो पहिलेको भन्दा धेरै सन्चो भएको छ। अलिकति टाइम चाहिँ लाग्छ, तर त्यस्तो गम्भीर समस्या छैन। अब ठिक छ। उहाँको आँखामा चाहिँ त्यस्तो भित्रसम्म चोट लागेको छैन। टाउको पनि सिटी स्क्यान भइसकेको छ। यो चाहिँ बच्चा अलिकति भएको भएर होला। यो सुन्निएको धेरै छ, रेडहरू धेरै छ। यो चाहिँ समयसँगै सन्चो हुन्छ। मैले चाहिँ यो हाम्रो बिर्ख विश्वकर्मको सहयोगबाट चाहिँ मैले बन्द गरेको थिएँ उठाउनलाई। मलाई धेरै गालीहरू आइरहेको थियो। तर पनि हिजो यो बाबुको भिडियो हालिसकेपछि 15,000 जति चाहिँ मसँग कलेक्ट भएको छ। अझै पनि हालिदिन्छु भन्नुभएको छ। त्यसपछि पनि म फेरि नै आउँला है। यो चाहिँ बाबु तिम्रो लागि खर्च हो। लेख्नुहोस् है। के भन्नु छ? थ्याङ्क यू। धन्यवाद भन न, बोल्न। अनि यो चाहिँ तिमी बाहिर घाममा हिँड्दाखेरि लाउने है सन? तिमीलाई जोगाउँछ, यो लगाउने हस्। बिना घाममा ननिस्किने यो लगाउने, तपाईँलाई सन्चो भइहाल्छ। यो बिना जसमा बाहिर ननिस्किने है। हावाहरू चल्छ, धुवाले, यो घामले तिम्रो आँखामा एकैछिन पार्छ। तिमी अहिले पनि यही छौ। म तिमीलाई फेरि भेट्न आउँछु। अझै धेरै सहयोग उठ्यो भने म तिम्रो लागि लिएर आइदिन्छु है। आफ्नो ख्याल राख्ने। के खानु मन छ? खानेकुरा ल्याइदिनु जस्तो लाग्थ्यो। फेरि तिमीले ल यो चाहिँ लगाइराख्ने है, लजाउने होइन यो लगाउनलाई। ल यो राख। यो चाहिँ यसको यो है।